नमस्कार सबैलाई। पार्ट 1 मा हामीले विदेशबाट नेपाल आउँदाखेरि गर्नुपर्ने पहिलो 10 वटा महत्त्वपूर्ण कामहरूको बारेमा कुरा गरेका थियौँ। यदि तपाईँले त्यो भिडियो हेर्नुभएको छैन भने पहिले त्यो भिडियो पनि हेर्नुहोस्। आजको पार्ट 2 मा हामीले बाँकी अत्यन्तै महत्त्वपूर्ण 10 वटा विषयको बारेमा कुरा गर्दैछौँ, जसले भविष्यमा विदेशमा बस्दाखेरि धेरै झन्झटबाट बचाउन सक्छ। अब सुरु गरौँ। यदि तपाईँलाई विदेशमा पर्मानेन्ट रेसिडेन्सी, सिटिजनशिप, वर्क परमिट, स्टडी भिजा, कुनै कामहरू वा कुनै अन्य सरकारी प्रक्रियाका लागि नेपाल पुलिस क्लियरेन्स आवश्यक पर्न सक्छ। त्यसैले नेपालमै हुँदाखेरि यो प्रक्रिया सुरु गर्नुपर्छ। महत्त्वपूर्ण कुरा के छ भन्दाखेरि विदेशबाटै अनलाइनमै नेपाल पुलिस क्लियरेन्स सर्टिफिकेट निकाल्न मिल्छ र त्यसमा कन्सुलर स्ट्याम्प पनि लगाउन मिल्छ। त्यसको लागि चाहिँ यो भिडियो हेर्न सक्नुहुन्छ। हामीले उक्त भिडियोहरूको लिङ्क चाहिँ तल डिस्क्रिप्सनमा दिएका छौँ। तर यदि अनलाइन आवेदनमा गल्ती भएको छ, कुनै विवरण मिलेको छैन वा भेरिफिकेसनमा समस्या आएको छ अथवा यस्तो प्रब्लम आएको छ कि जुन अनलाइनबाट सल्भ हुन सक्दैन, यस्तो बेला चाहिँ सम्बन्धित कार्यालयमा सम्पर्क गरिहाल्नुपर्छ र आफ्नो समस्याको समाधान गर्नुपर्छ। त्यसैगरी यदि तपाईँको ड्राइभिङ लाइसेन्स, ब्लू बुक सम्बन्धीको प्रक्रिया वा अन्य सरकारी अनुमति पत्रहरू रिन्यू गर्नुपर्ने अवस्था छ भने नेपालमै हुँदाखेरि नवीकरण गर्नुहोस्। समयमै रिन्यू गर्नुभयो भने भविष्यमा फेरि नेपाल आउँदासम्म धेरै वर्षसम्म ढुक्क हुन सक्नुहुन्छ। रिन्यू गर्ने तरिका बारे पनि धेरै जसो चाहिँ अनलाइनमै गर्न सकिन्छ, तर कुनै केसमा चाहिँ समस्या आउन सक्छ। त्यसैले नेपालमै हुँदाखेरि आफ्नो प्रक्रिया अगाडि बढाउनुपर्छ। अर्को कुरा, यदि तपाईँ भविष्यमा अमेरिका, क्यानाडा, अस्ट्रेलिया, बेलायत वा अन्य देशको पर्मानेन्ट रेसिडेन्सी वा अन्य इमिग्रेसन प्रक्रिया गर्ने सोचमा हुनुहुन्छ भने नेपालमै हुँदा आवश्यक स्थानीय कागजातहरू व्यवस्थित गर्नुहोस्। उदाहरणका लागि वडा कार्यालयबाट आवश्यक सिफारिस, सम्बन्ध प्रमाणित गर्ने कागजातहरू, जन्म दर्ता, विवाह दर्ता, परिवारका विवरण र आवश्यक परेको खण्डमा डकुमेन्टको इङ्ग्लिस ट्रान्सलेसन। सबै कागजातमा नाम, जन्ममिति र स्पेलिङ मिलेको छ कि छैन एकपटक राम्ररी जाँच गर्नुहोस्। सानो स्पेलिङको फरकले पनि पछि धेरै झन्झट ल्याउन सक्छ। त्यसैगरी अर्को विषय चाहिँ यो पनि छ, यदि तपाईँ विदेशमा बस्दै हुनुहुन्छ र नेपालमा पनि केही बचत वा लगानी गर्न चाहनुहुन्छ भने नेपालमै हुँदाखेरि विभिन्न विकल्पहरूबारे बुझ्नुहोस्। जस्तै एसआइपी, म्युचुअल फन्ड र अन्य दीर्घकालीन लगानीहरू। कुनै पनि लगानी सुरु गर्नु अघि सम्बन्धित संस्था र जोखिमबारे राम्रोसँग अध्ययन गर्नुहोस्। लगानी सधैँ आफ्नो आर्थिक अवस्था र लक्ष्य अनुसार गर्नुहोस्। बचत गर्ने बानी चाहिँ बसाल्नुहोस्। यदि तपाईँ वैदेशिक रोजगारीमा जानुभएको हो वा पुनः श्रम स्वीकृति नवीकरण गर्नुपर्ने अवस्था छ भने नेपालमा हुँदाखेरि आफ्नो विवरण एकपटक जाँच गर्नुहोस्। धेरै प्रक्रिया अहिले अनलाइनबाटै पनि गर्न सकिन्छ र कतिपय केसमा चाहिँ आफै रिन्यू हुने सिस्टम पनि हुनसक्छ। तर यदि कागजातमा समस्या छ, विवरण मिलेको छैन वा कुनै पनि सिस्टममा त्रुटि आएको छ भने सम्बन्धित कार्यालयमा सम्पर्क गरेर समाधान गर्नुपर्छ। त्यस्तै यदि नेपालमा जग्गा, घर, अंशबन्डा, नामसारी, लालपूर्जा, नापी सम्बन्धी कामहरू बाँकी छन् भने छुट्टीको समयमा सकेसम्म मिलाउनुहोस्। साथै आफ्नो जग्गाको विवरण, किता नम्बर, आवश्यक डकुमेन्टेसन सबै सुरक्षित राख्नुहोला। सम्भव भएसम्म सम्बन्धित सरकारी डिजिटल पोर्टलमा पनि विवरण मिलेको छ कि छैन चेक गर्नुहोला। त्यसैगरी नेपालमा छुट्टीमा आउँदाखेरि घरको बिजुली, खानेपानी, इन्टरनेट र ट्याक्सहरू सबै नियमित रूपमा तिरिएको छ कि छैन चेक गर्नुपर्छ। यदि सम्भव छ भने अनलाइन पेमेन्टको चाहिँ व्यवस्था मिलाउनुपर्छ। यसले गर्दाखेरि विदेशबाट पनि सजिलै बिल तिर्न सकिन्छ। यदि तपाईँ विदेशमा बस्नुभएको छ तर तपाईँलाई त्यहाँ अध्ययन गर्दा वा कतै जब एप्लाई गर्दाखेरि इम्प्लोइमेन्ट भेरिफिकेसन चाहिएको छ अथवा कुनै स्कुल, युनिभर्सिटी वा कम्पनीबाट रिफरेन्स लेटर्सहरू चाहिएको छ, तर विदेशमा हुँदाखेरि अनलाइनमा केही प्रब्लम वा झन्झट भएको थियो भने यी डकुमेन्ट्सहरू निकाल्ने सही समय अहिले हो। आजभोलि धेरै कुरा त अनलाइनबाटै मिल्छ, तर अनलाइनमा पनि केही समस्या भयो भने तपाईँले नेपालमा आएको बेला यो काम गर्न सक्नुहुन्छ। त्यसैगरी अर्को कुरा हेल्थको कुरा आउँछ। आफू वा आफ्नो परिवारको हेल्थको बारेमा बुझ्नुपर्छ। के कस्तो औषधिहरू खाँदै हुनुहुन्छ, अन्य हेल्थको समस्या के छ, विदेशबाट केही ल्याउन मिल्छ कि जसले चाहिँ परिवारको हेल्थ सुधार होस्, यो बुझ्नुपर्छ। यदि तपाईँ बस्ने देशमा आँखा र दाँतको उपचार चाहिँ धेरै महँगो छ भने नेपालमा हुँदाखेरि दाँतको उपचार वा अन्य उपचार गर्न सकिन्छ। तर यदि तपाईँको विदेशको हेल्थ इन्सुरेन्सले यी सेवा राम्रोसँग कभर गर्छ भने विदेशमै गराउनु उपयुक्त हुन सक्छ। आफ्नो इन्सुरेन्स र खर्चको अवस्था हेरेर निर्णय गर्नुपर्छ। सबै केसमा नेपालमा सस्तो हुन्छ भन्ने हुँदैन। सबै फाइनेन्सियल बुझेर मात्रै डिसिजन लिनुपर्छ। अन्तिम कुरा, एकपटक आफ्नो सबै डिजिटल एकाउन्ट्सहरू जाँच गर्नुहोस्। जस्तै इमेल, फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप, ब्याङ्किङ एप्सहरू,
मेरो सेयर, नागरिक एप, ई-सेवा, खल्ती, आइएमई पे जस्ता एपहरू पर्छन्। सम्भव भएसम्म रिकभरी इमेल पनि राख्नुहोस्। त्यसैगरी रिकभरी फोन नम्बर पनि अपडेट गर्नुहोस् अनि महत्त्वपूर्ण डकुमेन्ट्सहरूको चाहिँ सुरक्षित ब्याकअप राख्नुहोस्। यी सबै कुराहरू चाहिँ आफ्नो अवस्था अनुसार फरक हुन सक्छन्। यी कुराहरू चाहिँ छुट्टीमा विदेशबाट नेपाल आउँदाखेरि गर्नै पर्ने अर्को 10 वटा महत्त्वपूर्ण कामहरू हुन्। यदि तपाईँले यी सबै कामहरू समयमै मिलाउनु भयो भने विदेश फर्किएपछि धेरै प्रशासनिक, बैंकिङ र कागजी झन्झटबाट बच्न सक्नुहुन्छ। पार्ट 1 र पार्ट 2 गरी हामीले 20 वटा महत्त्वपूर्ण कामहरू उल्लेख गरेका छौँ। धेरै जसो कामहरू चाहिँ अनलाइनबाटै सल्भ हुन सक्छन् र यदि अनलाइनबाट सोलुसन निस्किएन भने नेपालमै हुँदाखेरि समाधान निकाल्नुपर्छ। यदि हामीले कुनै उपयोगी कुराहरू छुटाएका छौँ भने कमेन्टमा अवश्य लेख्नुहोस्। यस्तै उपयोगी जानकारीका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। फेरि अर्को भिडियोमा नयाँ जानकारी सहित हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।